पत्रकार सुरेश रजक अमर रहूं। जनताको सम्मान गर। पत्रकारमाथिको आक्रमण बन्द गर। तपाईलाई तपाईको व्यवसाय सञ्चालन गर्नका लागि झापाली पत्रकारले साथ सहयोग दिएकै हुन्। हाम्रो ठाउँमा केही विकास हुन्छ, प्रगति हुन्छ भने हामीले सहयोग गर्नुपर्छ भनेर गरेका हौँ। तर तपाईलाई पत्रकार जलाउनका लागि हामीले सहयोग गरेको होइन। यो भ्रममा नपर्नु होला। त्यसकारणले चाहिँ दुर्गा प्रसादजीलाई यदि राज्यले कुनै बल प्रयोग गरेर भए पनि यदि कुनै तरिकाले तपाईँ जोगिनु भयो भने यो देशका तमाम श्रमजीवी पत्रकारले, न्यायप्रेमी पत्रकारले तपाईँलाई छोड्ने छैनन्। यसको पुरा न्याय निसाब गरेर देशभरका पत्रकारले चाहिँ यसको हिसाब किताब चुक्ता गर्छन् भन्ने कुरा चाहिँ मलाई लाग्छ। र म कानुनको पनि विद्यार्थी भएको, बारको पनि सदस्य भएको नाताले म के आग्रह गर्न चाहन्छु भने राज्य पक्षले यो आन्दोलनका नाममा तथाकथित अराजकता जुन भिड भएको छ त्यसका नाममा त्यसमा संलग्न हुने जो कोही होस् तिनलाई चाहिँ कानुनी कठघरामा उभ्याउन सक्नुपर्छ। नभए लोकतन्त्रको अर्थ रहँदैन। हिजो हामीले भोगेका छौँ, तिम्रा पञ्चायत पनि देखेका छौँ, ज्ञानेन्द्रका पञ्चायत राजतन्त्र हामीले भोगेको छ, हाम्रो पुस्ताले भोगेका छौँ। त्यो बेला बोल्न कति पाइन्थ्यो हामीले मजाले भोगेका छौँ। उहाँहरूले भन्नुभएका कुरा हाम्रा सञ्चार माध्यममा लेखेका छौँ, भनेका छौँ, देखाएका छौँ। तर उहाँहरू त्यो बोल्न पाइँदैन भन्ने व्यवस्थाको वकालत गर्ने गरी अहिले सञ्चारकर्मीहरूलाई जिउँदै जलाउने काममा लाग्नु भएको छ। उहाँहरूले जुन यो हरकत गर्नुभएको छ यो हरकतमा संलग्न जो भए पनि उहाँहरूका संरक्षणमा रहेका जो मान्छे भए पनि ती मान्छेहरूलाई कारबाही गरिनुपर्छ र त्यो कारबाही नभएसम्म, दोषीले कारबाही नभोगेसम्म यो हाम्रो आन्दोलन जारी रहनेछ। अहिले हामी रहरले सडकमा आएको होइन। हामी न्याय माग्नको लागि, प्रेस स्वतन्त्रता रक्षाको लागि, नागरिक हक अधिकार रक्षाको लागि हामी सडकमा उत्रन बाध्य भएका छौँ। हामी कुनै बातको चाहिँ नि पक्षमा छैनौँ। हामी लोकतन्त्रको पक्षमा छौँ, हामी नागरिक अधिकारको पक्षमा छौँ, हामी प्रेस स्वतन्त्रताको पक्षमा छौँ। र जब प्रेस स्वतन्त्रतामाथि, पत्रकारहरूमाथि, सञ्चारगृहहरूमाथि आक्रमण हुन्छ तब हामी सडकमा उत्रिएर यसको प्रतिवाद गर्न बाध्य हुन्छौँ। यो हाम्रो साङ्केतिक यो जुलुस मात्रै हो। यदि आन्दोलनको नाममा अराजकता मच्चिँदै गयो भने नेपाली प्रेसले सडकबाटै त्यसको सशक्त प्रतिरोध गरेर जवाब दिने कुरामा साथीहरू ढुक्क हुनुहोस्। आन्दोलनको नाममा अराजकता बन्द गर। आन्दोलनको नाममा अराजकता बन्द गर। प्रेस स्वतन्त्रता जिन्दाबाद। पत्रकारमाथिको आक्रमण बन्द गर। स्वतन्त्रताको सम्मान गर। प्रेस स्वतन्त्रता जिन्दाबाद। प्रेस स्वतन्त्रता जिन्दाबाद। पत्रकार सुरक्षाको ग्यारेन्टी गर। पत्रकार सुरेश रजक अमर रहून्। प्रेस स्वतन्त्रता जिन्दाबाद। प्रेस स्वतन्त्रताको सम्मान गर।